हामी यसरी उकालो हिँड्दा कस्तो लाग्छ दिनेश दाइ? उकालो हिँड्दाखेरि यो मौसम त साह्रै राम्रो लाग्छ हौ। ठिक छ त। मौसम जाडो छ, हावा चलेको छ, हुस्से लागेको छ। त्यो माथि मामा जाँदै हुन्छ। त्यो पनि हो, हुस्यो लागेछ। ओ माथि हुनुहुन्छ हाम्रो मामा, थोरै जुम पारेर हेरिदिउँ। ओ यहाँ जाँदै हुनुहुन्छ। ए हाम्रो दिनेश दादा यसरी बाटो गाह्रो छ। बाटो फेरि अब चिसो छ ठाउँ, चिसो ठाउँ के गर्नु, चिसो मौसम छ। हिँड्दाखेरि बाटो उकालो, थोरै मात्रै उकालो हो। हामी झर्नु त यो माथि डाँडाबाट झरेको, यो ढुस्योले केही देखिँदैन है। हामी केराबारी 1 देखि केराबारी 9 सम्म यात्रा गर्दै आउँदैछौँ र म चाहिँ मोरङबाट सुनसरीसम्मको यात्रा जहाँ लाग्दै गरेको। मामा र दादा चाहिँ केराबारीसम्मको यात्रा हो। यो उकालो त दादालाई भारी जति सबै बोकाइदिएको, हिँड्नै सक्नु भएको छैन, रुनु खोज्दै हुनुहुन्छ। एकताल फर्किदिनु न, त्यसरी नै नरुने मान्छे हो। दामी छ हिँडेको। त्यो पनि हो, ओह्रालो चाहिँ जानु भएन। सास पनि बढ्न थालिसक्यो। कता पुगेर हो? ए म तलतिर धरानतिर हिँडेको। अघि दाजुको माथि दाजुको छोरा भन्यो होइन, उयो म कसको छोरा त्यो दाजुभाइमा कहाँ म चिन्दै थिएँ क्या यसको छोरा भनेर। उयो अञ्चन भनेर मैले सोधेँ नि, उयो दाजुको भन्यो नि त। उयो उसको त दुईवटा छ, यो विमल र विक्रम हो के। विवेक होला एउटा विमल। बाटो त उकालो हो नि। हजुर तपाईँ नहिँडेको धेरै भएको थियो। ल ठिक छ त। रामपुरको पनि छ त बाटो यहाँ माथिबाट। आमासँग हिँड्दा पहिलोचोटि हिँडेको। आमा र म तलबाट आउँदाखेरि त्यहाँ पहिरो भने